हिजो चाहिँ मकै मैले यहाँबाट वालमार्टबाट लिएर आएको थिएँ। हिजो ल्याउँदाखेरि फ्रेस जस्तो थियो, आज अलिक थोरै भए ओइल आए जस्तो भएछ, बाहिर राखेर पनि होला। एउटा कुरा के लाग्छ भने मलाई यहाँ मकै प्रशस्तै पाइन्छ, सिजनेबल मकै प्रशस्तै पाइन्छ है यसरी। तर यहाँको मकै जति खाए पनि खाए जस्तै हुन्न हेर्नु, किन भन्दा यो सबै मकै दुधे मकै हुन्छ। यसरी ल्याएर यसो गरिवरी यहाँ बस्नेहरूलाई सबैलाई थाहा छ, अब अरूलाई कस्तो हुन्छ थाहा छैन। तर मलाई चाहिँ मैले फिल गरेको कुरा, मकै खाएपछि त साह्रो होस्, हाम्रो नेपालमा त मकै साह्रो हुन्थ्यो, अनि पोलेर खाँदाखेरि पनि मिठो हुने, भुटेर खाँदा पनि मिठो हुने, अनि उसालेर खाँदा पनि मिठो हुने, जे पनि चपाएर खान पाइने कि। यहाँ त मुखमा राख्ने बित्तिकै बिलाए जस्तो मकै छ, के गर्नु। त्यही पनि मकैको रहर मेट्नको लागि चाहिँ घरिघरि मकै लिएर चाहिँ खान मन लाग्छ। अरू सबै कुरा पाइन्छ, यो मकै चाहिँ सारो मकै हेर्दा त सारो जस्तो छ, तर यो सबै दुधे मकैहरू। यो चाहिँ पोलेर खाँदा पनि, यसलाई उसालेर खाँदाखेरि पनि यो सफै हुन्छ, सारो भन्ने छैन यसमा। यसलाई चाहिँ मैले हिजो लिएर आएको थिएँ। हिजो चाहिँ बेलुकातिर लिएर आएको, खानु टाइम पनि भएन, अनि काममा गयो। राति काम गरेर फर्केर आउँदाखेरि रातिको कति 11:30 भएको थियो। घर आउँदा 11:30, पौनी 12 नुहाउँदै गर्दाखेरि पौनी 12 1 बजे थियो होला सुत्दाखेरि। अनि बच्चालाई पनि काममा जाँदाखेरि लिएर गएको थिएँ। शनिबारको दिन परेर मात्रै यो लिएर गएको, फेरि सधैँ लिएर जानु त पाइन्न। शनिबार आइतबार चाहिँ अलिक त्यहाँ काम गर्दाखेरि मान्छेहरू पनि हुँदैनन्, अब म्यानेजरहरू पनि हुँदैनन्, त्यही भएर पनि हो। अनि कहिलेकाहीँ यति अपर्झट पर्छ हेर्नु। बच्चाहरू पनि बिजी, ठुला श्रीमान पनि बिजी, काममा लिएर गएँ। त्यसपछि श्रीमानले लिनलाई बाबुलाई लिनलाई 7 बजीतिर आउनुभएको थियो। त्यतिखेर चाहिँ मेरो बेरेक थियो, अनि 7 बजीतिर बाबु आयो। म चाहिँ राति घरमा आएर 11:30 बजीतिर आएर नुहाइधुवाइ गरेर सुत्दाखेरि 1 बजे हेर्नु। अहिले पनि त्यसै छैन। एक दिन कामले पनि यस्तो गराउँछ, किन भन्दाखेरि इभिनिङ काम मलाई फेरि के नाइट जति लाग्छ। राति काम गऱ्यो, बिहान आएर नुहाइधुवाइ गरेर मजाले सुत्न पाइयो। अनि यो राति इभिनिङ काम गरेर राति आएर त्यहाँबाट बेलुका अबेलासम्म कि राति आएर कति 11:30 बजीतिर 12 बजीतिर 1 बजीतिर सुत्दाखेरि त 1 बजीतिर सुत्दाखेरि त बिहान फेरि 4 बजे 5 बजे चाहिँ उठ्नुपर्छ। हस्बेन्डको लागि रेडी गराउन, ब्रेकफास्ट लन्च गराउनलाई गर्दाखेरि त निद्रा पुग्दैन हेर्नुहोस्। अनि फेरि उठेर श्रीमानलाई सबै कुरा रेडी बनाइदिएर